बाटो चाहिँ यस्तो भइरहेको छ पाहाडतिर चाहिँ अहिले चाहिँ देख्न सक्नु जग्गाहरू चाहिँ एकदम खतरनाक देखिरहेको छ यति बेला चाहिँ। पाहाड भन्दा चाहिँ यति खतरा पाहाड छ तर घर चाहिँ यति बवाल भइसकेको छ किनकि विकसित चाहिँ भइरहेको छ कि गाइजन विकसित चाहिँ भइरहेको छ। Guys, welcome back to my पहाडी ब्लग। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि अल गुड न्यू डे एन्ड न्यू ब्लग फेरि पनि आज चाहिँ गाउँको मार्निङ ब्लग ल्याएर चाहिँ हजुरको साथमा चाहिँ जोडिसकेको छु। अहिले चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ गाउँतिर चाहिँ पहाडतिर चाहिँ आइसकेको छु। यहाँ नजिक चाहिँ देख्न सक्नु पछि चाहिँ यहाँ मकैहरू चाहिँ यति ठुला भइसकेका छन् गाउँतिर चाहिँ। अब यहाँ पछिको भ्यू चाहिँ देखाउँछु हजुरलाई। यस्तो वाल देखिरहेको छ सो यति वाल देखिरहेको छ पछि चाहिँ एकदम स्वर्ग जस्तो फुलहरू लागेर यति वाल देखिरहेको छ। तर पनि पुरा खेतीबाली चाहिँ गाउँतिर चाहिँ ननस्टप भइरहेको छ। चराचुरुङ्गीको आवाज चाहिँ एकदम सुरिलो धुनमा चाहिँ आइरहेको छ। मलाई चाहिँ एकदम मन पऱ्यो होइन। गाउँमा चाहिँ एकदम मन छोयो। यस्तो गाउँमा आउँदाखेरि चाहिँ होइन यस्तो दामी छ। भ्यू चाहिँ ऊ पनि घरहरू छन् र पारितिर भ्यू चाहिँ एकदम बबाल छ। मलाई एकदम मन पऱ्यो। सो हजुरलाई चाहिँ कस्तो लाग्छ होइन सबैजना चाहिँ साथ सपोर्ट गरिदिनु होला। भ्लगलाई चाहिँ सक्दो चाहिँ युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला। नसकेपछि भ्लग हेरेर चाहिँ लाइक कमेन्ट गरिदिनु होला। र यस्तो भ्लगहरू चाहिँ म हजुरलाई चाहिँ नयाँ स्टप देखाउने छु। यस्तो चाहिँ रोडहरू त्यस्तो छ तर पाहाडतिर चाहिँ अहिले चाहिँ यात्रा गर्नु चाहिँ एकदम कठिन छ फेरि गाइस। पाहाडमा चाहिँ यात्रा गर्नु त कठिन छ। हामी चाहिँ गाडी ल्याएर आएको छु तर भिजेर चाहिँ यहाँ हालत खराब भइसकेको छ त्यही पनि। तर चाहिँ बबालै रमाइलो छ पाहाडतिर आउँदाखेरि चाहिँ मन शान्त हुन्छ त्यस्तै होइन। यति बबाल देखिरहेको छ होइन नदीहरू चाहिँ यति ठुला ठुला भइसकेको छ। भ्यू चाहिँ बबाल देखिरहेको छ। गाडीतिर कुरो लागेर चाहिँ यति बबाल देखिरहेको छ झन् मन छोइरहेको छ मलाई चाहिँ। यस्तो बबाल देखिरहेको छ। गाउँतिर चाहिँ जग्गा जमिनहरू चाहिँ ननस्टप लगाइरहेका छन्। बुढा पाखाहरू बस्छन् गाउँतिर चाहिँ। अब जो जवान हुन्छन् उनीहरू चाहिँ अब गाउँ छोडेर चाहिँ सहरभित्र चाहिँ छिरिसकेका छन्। जो गाउँतिर बुढा पाखाहरू बस्नुहुन्छ उहाँले चाहिँ खेतीबाली चाहिँ राम्रो गर्नुभएको छ। यो हाम्रो पुर्खादेखिको कला सांस्कृतिक रीति रिवाजलाई चाहिँ हामीले तोड्नु भएन। हामीले चाहिँ केही अझै पनि थप्दो सक्दो थपेर चाहिँ अघि बढ्ने कोसिस गर्नुपर्छ। म त्यही भन्न चाहन्छु। म चाहिँ एउटा त्यस्तै यात्री हो होइन किनकि आफ्नो गाउँ समाजलाई चाहिँ एकदम माया गर्ने होइन गाउँ आफ्नो गाउँको सांस्कृतिक कला होइन रीतिरिवाजहरूलाई चाहिँ एकदम माया गर्ने मान्छे हो। त्यही भएर चाहिँ सबैजना चाहिँ मलाई चाहिँ गाउँमा आउँदाखेरि चाहिँ मनै छुन्छ है। सो यस्तो छ।